हेलो नमस्कार एभ्रिवान रमिता जान ऋतु ब्लग हेरेर बस्नुभएको सम्पूर्णलाई आज पनि स्वागत छ र आज फेरि हामी मेकअपको सिजन पार्ट 2 ल्याएर उपस्थित भइसकेका छौँ। त्यो दिदी र सानुको मेकअप गरिदिए तर तिनीहरूले मेरो रेस्पेक्ट गरेन। त्यो मेकअप गरे त्यसको 2 मिनेटमा सुते होइन, फोटो खिच्ने भनेर सुतेको तिनीहरू 4 घन्टापछि उठे के सुते। अनि त्यही भएर मैले त्यही टाइटल पनि त्यही हालेको छु। सो आज पनि प्यारी बहिनी सबिनाको मेकअप भइरहेको छ, उसको बिफोर मेकअप होइन अनि आफ्टर मेकअप देखाउनेछौँ र हेर्दै गर्नु होला। आज भन्नु होला, तपाईँहरूलाई पनि चाहिन प्रतिक्रिया दिनु होला। यो चाहिँ फेरि हामीले सामानहरू त त्यही हो, त्यस्तो उयो छैन, तर लिपस्टिकको कलेक्सन चाहिँ मेरो यो हो सानो। अनि छुटमुट त मेरो प्रत्येक ब्यागमा छ होला, अब छोरी मान्छेलाई चाहिन्छ भनेर। सो बाँकी चाहिँ त्यही हो, हिजोको यो ब्रसहरू छ अस्तिकै, अनि त्यसपछि योहरू छ स्पन्सहरू बाँकी चाहिँ त्यही हो। सो लेट्स सुरु राख्नुपर्छ के अरे कुर्ता सुर्ता केही लाएर फोटो खिच्ने हो पछि होइन, यतिकै गरौँ न। नत्र फोटो खिच्ने भयो, पहिला कुर्ता लगाऊ भन्न खोजेको मैले। त्यसो भए त के लगायौ तिमीले? मैले केही लाग्दैन, मुख धोएर मात्र हो। मोइस्चराइजर क्रिम त बेच्दै त्यो त भन्नु हुन्छ। साथीहरू, हामी मेकअप गर्न गइरहेको छौँ, कस्तो लाग्छ भन्नु होला। राम्रो लाग्छ कि राख्दैन हजुरहरूलाई? हिजोको पार्ट 1 आजको पार्ट 2 है गाइस, हो पार्ट 2। मेरो चाहिँ टाइमर सकिया छ कि त्यही भएर त्योबाट सुरु गरौँ। तिमीले त बस किनभने तिम्रो फाइनल लुक देखाउनु पर्यो नि त, अहिले पुरै देख्छन् नत्र मान्छेहरूले। यो चाहिँ भाइटामिन सी हो, जसले चाहिँ घामबाट हाम्रो फेसमा पर्ने कुराहरूलाई प्रोटेक्सन दिन्छ। उस्तै पनि तिमीले त फेसको केयर गरी आएको भन्दा त धेरै नै उयो गरिसक्यौ। त्यो क्रिमले त्यस्तो क्रिमहरू भन्दा पनि जो हामी घरमा लाउँछौँ नि त्यही लायो भने चाहिँ अलिकति ठिक हुन्छ कि। क्रिमले त मैले कति धेरै क्रिमहरू युज गरेँ, तर कति पिम्पल आउने। अहिले झन् नेपालबाट आयो नि त, झन् बिग भएको कि। आँखामा चाहिँ दाग सर्छ, राति सुत्दैन क्या। आँखामा त दाग सर्छ तर धेरै नै फरक भइसकेको छ कि, दाग भइरहेछ मेरो। सो यहाँनिर चाहिँ म उसको मेकअप गर्न थालेको थिएँ। उसको चाहिँ फेस एकदमै राम्रो रहेछ, आई मिन स्किन चाहिँ राम्रो रहेछ, किनभने मैले हिजो दिदीको गरेको थिएँ अस्ति नै। त्यो चाहिँ दिदीको चाहिँ एकदमै सेन्सिटिभ स्किन थियो नि त, तर उसको चाहिँ के अरे त्यो सामानहरू लाउँदाखेरि नि एकदम मजाले बसिरहेको थियो कि, जस्तो तपाईँको त्यो सबै क्रिमहरू भयो त्योहरू मजाले बसिरहेको थियो। त्यही भएर आई लाइक हर स्किन एन्ड लुकिङ ब्युटिफुल सी इज। हर फाइनल लुक कस्तो लाग्यो तिमीलाई? एकदम राम्रो। अझ यो टी सर्ट लगाएर अलिकति खेल्छ, अझ त्यसमा लुगा पनि त्यही किसिमको लगायो भने दामी। फाइनल्ली म प्रोफेसनल ब्युटिसियन भयो त। कस्तो राम्रो लगाऊ न, साडी छ, कुर्ता लगाऊ, फोटो खिचिदिन्छु। ल ल, अब उसको कुर्ताको लुक हेर्नु पर्छ। यो ब्रसहरू भयो, अनि त्यसपछि यहाँनिर मैले मोबाइल राखेको थिएँ। यसमा अझ मसँग फेस स्प्रे छैन, ब्युटी
चाहिँ हाम्रो घर बाहिरको भ्यू हो गाइज। मेरो चाहिँ फेस बिग्रिरहेको छ। नेपालबाट आएदेखि यो पिम्पलहरू रिकभर भइरहेको छैन र मैले चाहिँ अब बहिनीलाई मेडिसिन मगाएको छु। पठायो भने अनि लाउनु पर्छ। र यो चाहिँ उसको फाइनल लुक हो गाइज। एकदम राम्रो देखिया। खुसी छौ तिमी? हाम्रो सकिएको छ। आर्ट एन्ड आर्टिस्ट गाइज। आर्ट बाई रमिता चन्द्र ऋतु। आजको ब्लग सकिएको छ। फेरि अब च्याप्टर 3 मा मेकअप गर्नलाई म कसलाई बोलाऊ? तिमीले त अब मेरो मेकअपको सही सदुपयोग गर्यौ, फोटो खिच्यौ होइन, 1-2वटा अहिले भिडियो पनि बनाइदिन्छु। तर त्यो सानो र दिदीले नि मेकअप गरे होइन, 2 मिनटमा सुते तिनीहरू। 4 घन्टा पछि उठे अनि उठेपछि मेकअप भारी भयो अरे अनि मुख धुन गए। मेरो प्रोडक्ट पनि खेर गयो, मेरो अफोर्ड पनि त्यो के भन्छ सकियो। त्यसको केही उयो नै भएन। बालुवामा पानी खाने चाहिँ हराए जसरी हरायो। सो गाइज किप लभिङ, किप वाचिङ होइन। अब सब्सक्राइब गरिदिनुहोस् मन पर्यो भने। यस्तै भिडियोहरू फेरि आउने नै छ र कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला। धन्यवाद। बाई बाई।